हेलो दर्शक नमस्ते, मेरो डिएस भ्लगमा तपाईँ सम्पूर्णलाई स्वागत छ। हामी चाहिँ आज यो इन्डियाको न्यू दिल्ली इन्डिया गेटमा घुमफिर गर्न आइरहेको यस्तो रमणीय ठाउँ छ, तपाईँहरूले देखिसक्नु भएको छ। त्यो चाहिँ इन्डिया गेट। त्यहाँदेखि चाहिँ हामी यता राउन्ड गरेर आइसकेका छौँ यतातिर। ल हेर्नुहोस्, यति रमाइलो रमणीय ठाउँ छ, हरियाली जतासुकै। र त्यसै आउने क्रममा हल्का पानी परिदिएर एकदमै वातावरण चाहिँ एकदम राम्रो भइरहेको छ। तपाईहरु हेर्नुस्, तपाईहरुलाई आज यो न्यू दिल्ली इन्डिया गेट देखाउन आइरहेको छु। तपाईहरु पनि भ्रमण गर्नको लागि आउनुहुन्छ भने आउनु होला यो न्यू दिल्ली इन्डिया गेटमा। यति रमणीय ठाउँ छ। तपाई यसै मेरो युट्युब च्यानल हेरेर पनि आउन सक्नुहुनेछ। र यति रमणीय ठाउँ छ, हेर्नुस्। तपाईहरुलाई अति नै राम्रो राम्रो भिडियोहरु हालेर देखाइरहेको छु। दृश्य एकदमै रमाइलो छ, हेर्नुस्। यो रमाइलो भिडियो हेर्नको लागि तपाईहरुले डिएस भ्लगलाई फलो, लाइक, सब्स्क्राइब गर्नु होला। अझ हेर्दै सक्नुहुनेछ तपाईहरु। अझ धेरै रमणीय ठाउँतिर हामी जाँदैछौँ। ल हेर्नुस्, यो चाहिँ हरियाली छ। जस्तो यो खरेलीमा पनि यो एकदमै हरियो दुबो र फुल, एकदमै रमाइलो वातावरण छ। तपाई हेर्न सक्नुहुनेछ यति रमाइलो ठाउँ। र तपाईहरु पनि आउन सक्नुहुनेछ। इन्डियाको गेट एकदमै रमणीय ठाउँ छ यो, हेर्नुस्। सम्पूर्ण टुरिस्टहरु यहाँ चाहिँ घुम्न आउने यो ठाउँ एकदम रमाइलो छ, हेर्नुस्। धेरै पब्लिकहरु यहाँ घुम्न आउनुहुन्छ। र हामी पनि त्यसै क्रममा आज आइरहेका छौँ, घुमफिर गरिरहेका छौँ। हामी चाहिँ अहिले दिउँसोको 4 बजीतिर आइरहेका छौँ भने यो जति साँझ हुँदै गयो उति चाहिँ यो ठाउँ रमाइलो हुँदै जाने र पब्लिकहरु भरिँदै जाने हुन्छ। हामी चाहिँ अहिले यो ठाउँमा 5 बजेको समयमा घुमिरहेका छौँ।
यस्तो रहेछ क्या ल